सामाजिक सञ्जाल यो म एकदम स्पष्ट भन्छु है। सामाजिक सञ्जाल कहिले पनि बन्द हुनु हुँदैन र बन्द गरिँदैन। यति कुरा चाहिँ म सञ्चार मन्त्रीको रूपमा स्पष्ट पार्छु। न्यू मेनस्ट्रिम मिडिया मैले प्रयोग गर्ने गरेको भाषा यही छ। तपाईहरु आफ्नो हिसाबले प्रयोग गर्न सक्नुहुन्छ। नयाँ मूलधारको मिडिया कहिल्यै पनि बन्द हुनु हुँदैन र बन्द गरिने छैन। कुनै पनि सञ्चार माध्यम बन्द हुनु हुँदैन र बन्द गरिने छैन। यो स्पष्ट पार्न चाहन्छु। एक। दोस्रो कुरा, हामीले भनेको चाहिँ के हो भने सामाजिक सञ्जाललाई हामीले व्यवस्थित गर्नुपर्छ र जिम्मेवार बन्नुपर्छ, बनाउनुपर्छ र हामी सबै जिम्मेवार बन्नुपर्छ। यति कुराहरू चाहिँ सायद हामी सबैले बुझि नै हाल्छौं। मेरो प्राथमिकता यही नै हो। तर बन्द गर्ने कुराहरू चाहिँ नि त्यो कदापि कसैलाई पनि स्वीकार्य हुँदैन। यो कुराहरू मैले स्पष्ट पारे। नयाँ मूलधारको मिडियाको तर्फबाट अहिलेसम्म सरकारले चिनेन भनेर अध्यक्षज्यूले जुन भन्नुभयो, अब त्यो कहिल्यै हुँदैन र सरकार सुनिनुपर्छ, सरकार देखिनुपर्छ, सरकार महसुस हुनुपर्छ र सञ्चार तथा सूचना प्रविधि मन्त्री देखिन्छ पनि, सुनिन्छ पनि र यहाँहरुको सामु महसुस हुन्छ पनि। यो कुराहरू पनि भने संयन्त्रका तपाईको एउटा फाइल कहाँबाट कहाँ घुमाउँदा कति पुग्छ भन्ने कुरा त्यो पछि तपाईहरु पनि कुनै बेला मन्त्री भएर आउनुभयो, केही भयो भने थाहा भइहाल्छ पछि। अहिले मैले धेरै व्याख्या गरिन। यो यतापट्टि भएको फाइल यतापट्टि पुग्नु पर्यो भने यहाँबाट त्यो कुनो घुम्दै कहाँबाट घुमेर यहाँ आइपुग्नु पर्छ। हामी यहाँबाट यहाँ पठाउन भन्ने जस्तो गर्छ। त्यसैले त्यो अवस्था हुँदो रहेछ। आज तपाईहरुलाई जानकारी गराउँदा आजकै क्याबिनेट बैठकमा मैले अनलाइन दर्ता र यो चाहिँ नवीकरण सम्बन्धी नियमावली जुन पछिल्लो परेको छ यो आज आउँदैछ क्याबिनेटबाट। यति कुराहरु यहाँलाई मैले भने र अब यसको प्रक्रिया के हुन्छ भने क्याबिनेटबाट आज पारित हुन्छ र यो राजपत्रमा प्रकाशित गर्नुपर्छ। यो यहाँलाई पनि थाहा छ। सकभर राजपत्रमा प्रकाशित गर्नको लागि हामी छिट्टै गर्छौं, भोलि पर्सिमै गर्छौं। तर राजपत्रमा प्रकाशित हुन अहिले समयको हिसाबले गर्दाखेरि 3 दिन, 4 दिन, 5 दिन लाग्छ। त्यसैले अब चाहिँ यो टुङ्गिने बाटोमा छ।